पहिले संसद जल्यो अनि मात्र गोली चल्यो। सुन्दा पत्याउनुहुन्न होला, तर एमाले र उसका समर्थकहरू आजभोलि यही उल्टो क्यालेन्डर पढिरहेका छन्। सारा दुनियाँलाई थाहा छ 23 गते पहिला आउँछ अनि मात्र 24 गते, तर एमालेको लागि समय उल्टो बगिरहेको छ। उनीहरूको कुरा त पहिले 24 मा विध्वंस भयो अनि मात्र 23 गतेको गोलीकाण्ड भयो भन्ने खाले छ। अर्जुन पराजुलीले त्यसै भनेका होइनन्। पहिले छोरो जन्मियो, त्यसपछि बा र त्यसपछि हजुरबा। अब त धरहरा ढलेपछि मात्रै भूकम्प आयो भन्न पनि बेर लाउँदैनन् यिनीहरूले। विज्ञान र सत्यलाई समेत चुनौती दिने यस्तो उल्टो मती एमाले बाहेक कसको होला र? बीबीसीको डकुमेन्ट्रीले गोली कसरी र कसको आदेशमा चल्यो भन्ने कुरा घाम जस्तै छर्लङ्ग पारिदिएपछि अहिले एमालेमा छटपटी सुरु भएको छ। केपी ओली भन्छन्, मैले आदेश दिएको होइन, तर कमरेड देशको कार्यकारी प्रमुख भएपछि हरेक राम्रा र नराम्रा कामको भागीदार हुनुपर्छ कि पर्दैन? पदको मज्जा लिने बेला म प्रधानमन्त्री अनि युवाको छातीमा गोली चल्दा मलाई थाहा छैन भन्न सुहाउँछ? अनि होइन रे, थाहा छैन रे, तर बीबीसीको डकुमेन्ट्रीसँग किन डराएको त? ओलीका झोला बोक्नेहरू बीबीसीको डकुमेन्ट्रीको खण्डन मण्डन गरिरहेका छन्। 23 र 24 मा के भएको थियो भन्ने कुरालाई दुधको दुध पानीको पानी जसरी देखाउँदा पनि उजुरी किन गर्नु पर्थ्यो त? कस्तो आपत परेको, यसबाट धेरै नै चिज बुझ्न सकिन्छ। आज एमाले राजनीतिक दल होइन, केपी ओलीको एउटा प्राइभेट कम्पनी जस्तो बनेको छ। जे चल्छ ओलीकै चल्छ। उनले देशलाई पनि आफ्नै निजी व्यापार ठानेका छन्। सारा देशले अनुमोदन गरेको जेनजी आन्दोलनलाई ओली अझै पनि अपमान गरिरहेका छन्, किनकि यो पुस्ताले उनको तानाशाहीलाई चुनौती दिएको थियो। तर्कलाई उल्टो घुमाउने, इतिहास बङ्ग्याउने र युवाहरूको रगतको अपमान गर्नेहरूलाई के फेरि सिंहदरबार पठाउने नै हो त? अब फैसला तपाईहरूको हातमा छ। सत्यलाई खरानी बनाउन खोज्नेहरू आफै त्यही खरानीमा पुरिनेछन्।